सो यो चाहिँ फातिमा भयो म फातिमा जाँदैछु पोर्चुगल लामो समय बसेर र पोर्चुगलको बारेमा फातिमा भगवानको बारेमा थाहा नहुने कमै होला र म फातिमा भगवान घुम्न मात्रै हैन एउटा भिजिट हो मेरो लागि प्राय म पोर्चुगल पुग्दाखेरि चाहिँ र म पोर्चुगलमा हुँदाखेरि जहिले पनि फातिमा भगवानलाई म आस्था राख्थेँ र प्राय भेट्न र दर्शन गर्न गइराख्थेँ र यो नेपाली मात्रै हैन पोर्टुगिज र धेरै मान्छेको बिचमा एकदम फेमस पनि छ यसमा घोडाले टेकेर हिँड्ने र यसरी क्यान्डल बाल्ने र आफ्नो मनकामनाको पुरा गर्नलाई यहाँ मनोकामना चाहिँ गरिन्छ हैन मनोकामना मागिन्छ त्यसै गरेर कतिजनाको पुरा भएपछि फेरि आएर बत्ती बाल्ने यताउता हुन्छ र फातिमा चाहिँ यसको हिस्ट्री लामो भन्दैन यो रिसेन्टली हो त्यहाँ चाहिँ तीनटा चाहिँ सेपर्ड गोठालो हुनुहुन्थ्यो र उहाँले चाहिँ भर्जिन म्यारीलाई भेट्नु भएको थियो मतलब देखेको थियो र त्यसपछि चाहिँ यो ठाउँमा चाहिँ अलिकति एनलाइटेड भएर चाहिँ सबैको चाहिँ आस्था मनोकामना पुरा हुने ठाउँ भनिन्छ र 2 वर्षपछि 2 वर्ष साढे 2 वर्ष भयो होला म फेरि आज म चाहिँ जहिले पनि यहाँ फातिमा भगवान चाहिँ म बिजनेस अथवा गाडीको लागि अनि घरको लागि किन्छु यो सानसानो हाम्रो उसहरू है त्यसै अब उहाँ बहिनीलाई मैले 2 वर्ष अगाडि भेटेको थियो आज नि भेटेँ है सो नाइस टु मिट यु त्यसलाई भर्खर आउनुभएको थियो तपाईँ होइन 2023 मा 23 मा भर्खर आउनुभएको थियो लगभग उहाँ मात्रै भर्खर सुरु गर्नुभएको थियो आज हेर्दाखेरि अब बहिनी अझै पनि यहाँ रहेछ काम गरिराख्नुभएको छ अल द बेस्ट अझै पनि राम्रो गर्नुहोस् होइन जस के अरे नेपाली चेली चाहिँ अब यहाँ यसो ठ्याक्कै है यता छ यहाँ निस्किने बित्तिकै सट्ट यहाँ छ है त्यही भएर कसैले देख्यो भने पोर्चुगलमै हुनुभएको साथीभाइहरू आउँदाखेरि चाहिँ अब हाम्रै नेपाली चेली हुनुहुन्छ आएर सामान किनिदिनुहोस् है त्यो भन्दै थ्याङ्क यू बहिनीसँगको गफ र त्यसपछि मैले सामान पनि किनेँ र त्यसपछि म फेरि लागेँ लिस्बनतिर र यसरी म लिस्बनतिर फेरि फर्केपछि मेरो आफ्नो कामहरू थियो र त्यसपछि म फेरि हाम्रो भाइहरूलाई भेट्न गएँ युवराज भुषालले 3-4 रेस्टुरेन्ट खोलेको छ इज अ ग्रेट पर्सन रमाइलो लाग्यो भाइसँग भेट्दाखेरि धेरै पछि फेरि र त्यसै गरेर अरू ठाउँहरू पनि हेरेँ यो चाहिँ काइसोद्रेममा छ के पासा भन्छ र त्यसपछि फेरि म बिस्तारै लिस्बनको सहरमा घुम्दै सरर थ्याङ्क यू